Guys, good morning. Welcome back to my Facebook page. So आज चाहिँ मेरो भिडियो चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँ सबैहरूलाई स्टेट डेको लागि सम्पूर्ण मेरो फेसबुक पेजकोहरूलाई बधाई दिन चाहन्छु है। सबैजनालाई स्टेट डेको बधाई दिँदै र म चाहिँ आज मेरो कन्टेन्ट चाहिँ त्यस्तो केही पनि छैन, तर भए पनि म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ आज चाहिँ वेदर चाहिँ एकदम औडै भइरहेछ हैन। गान्तोकमा यस्तो डरलाग्दो पानी परेर अहिले चाहिँ यस्तो भइरहेछ। र अर्को चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हाम्रो दाजु एकदम समाज सेवा गर्नुहुन्छ उहाँ सरले चाहिँ। सो यहाँ चाहिँ एकदम यस्तो बलुवाहरू आएर चाहिँ यहाँ बाटोहरू यस्तो डरलाग्दो ब्लक गरिदिन्छ है। लाइक अब यसले चाहिँ अब हुन्छ यहाँ यसरी मान्छेहरूले अब कसको बलुवा हो के हो कुनै हो यसरी आएर राखिदिन्छ। सो यसले चाहिँ यहाँ नालीहरू ब्लक गरिदिएर चाहिँ एकदम यो पानीहरू चाहिँ रोड पानी पर्दाखेरि चाहिँ रोडमा बगाएर आएर चाहिँ यहाँ घरतिर कति ड्यामेज हुन्छ है। सो यहाँतिर पस्छ। सो त्यसले गर्दाखेरि हेर्नुहोस् है कति बेसी यस्तो बलुवाहरू छ है, गिट्टीहरू। सो यहाँ हेर्नुहोस् अब दाजुले पनि यहाँ हेर्नुहोस् अब यति साह्रो मेहनत गर्नुहुँदैछ क्या। अब हेर्नुहोस् तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ अब मान्छेले यसरी राखिदिन्छ हैन, घरको मैलाहरू निकालेर। अब यो नयाँ घर बनाउँदै गरेको मान्छेहरूले चाहिँ यसरी यहाँ के हो बलुवा गिटीहरू यसरी राखिदिन्छ। सो त्यहाँबाट चाहिँ पानीले बगाएर लिएर आएर चाहिँ यहाँ नालीहरू ब्लक गर्छ। सो यहाँ चाहिँ अस्ति हामीले पनि मिलेर सफा गर्दै थियौँ है, यहाँ निकै खोलेको थियौँ। सो अहिले चाहिँ यस्तो छ। तर हाम्रो दाजुले पनि दोकान चाहिँ चराकचिरिक राख्नुहुन्छ यसरी सब। दाजुलाई के भन्नु छ यो यस्तो यो बारेमा चाहिँ, यो रोडमा यति साह्रो मैला छुटेकोमा चाहिँ के भन्नु र। अब पानी पर्दा आइहाल्छ, सफा गर्छौँ, बस्ती पनि गरेको। त्यही त पानी पर्दाखेरि सबै रोडमा बग्छ, नाली सबै ब्लक छ। नाली खोलेको नि फेरि ब्लक भएको, मैले खोलेको। अब के गर्नु, प्रकृतिसँग हार मान्नै पर्यो। यो चाहिँ खासमा त प्रकृतिको पनि होइन कि हाम्रो मान्छेको केयरलेस। जुन चाहिँ यो हाम्रो नयाँ बिल्डिङहरू बनाउँदैछ उहाँहरूले चाहिँ यो बलुवाहरू गिटीहरू बाटोमा गिराउँदाखेरि चाहिँ टाइममा उठाइदिँदैन। सो टाइममा नउठाउँदाखेरि चाहिँ बेलुका अब अहिले रेनी सिजनले गर्दाखेरि चाहिँ पानीले बगाएर आएर उहाँहरूलाई पनि नोक्सान हुन्छ। उहाँहरूको बलुवा गिटीहरू यसरी बगाएर लिएर आउँछ। त्यही त, तर उनीहरूलाई पनि नोक्सान हुन्छ। एक चाहिँ के हुन्छ भने पब्लिकलाई यहाँनिर सबै बाटो ब्लक हुन्छ। लु भन्नु, यो एरियामा चाहिँ हाम्रो सहर जतिको अगाडिलो चाहिँ कोही छैन। म चाहिँ सपोर्टर। अस्तिको पनि यो नाली खोलेको पनि भिडियो छ, फोटो पनि छ हाम्रोमा, त्यो पनि हाल्नेछौँ है। त्यो पनि हाल्ने। तर यतिको डाउन टु अर्थ चाहिँ हुनुपर्छ कि उहाँ सहर भएर पनि आफ्नो समाज एरियालाई चाहिँ यतिको कन्ट्रिब्युसन दिनुहुँदैछ उहाँले। अब यो भिडियो चाहिँ उहाँहरूको स्टुडेन्टकोमा पनि पुग्यो भने चाहिँ उहाँको स्टुडेन्टहरूले पनि केही है सिकहरू लिनुहुन्छ होला। त्यही त होइन, अब अरूहरू चाहिँ के छ भन्दा ए म टिचर हो म किन गर्नु यस्तो यस्तो भन्ने हुन्छ नि त। तर दाजुहरूकोबाट चाहिँ इक्जाम्पल के स्टुडेन्टहरूले तपाईँको स्टुडेन्टहरूले पनि यो भिडियो चाहिँ हेऱ्यो भने चाहिँ उहाँहरूले पनि धेरै सिक्नुहुन्छ। यो पनि एउटा पार्ट अफ एजुकेसन नै हो है। र मैले चाहिँ यहाँ के देख्नु पाएँ भन्दा आज हाम्रो स्टेट डेको दिन चाहिँ अर्ग्यानिक सब्जीहरू एकदम अर्ग्यानिक ल्याउनु भएको रहेछ मेरो दाजुले। सो आउनु चाहिँ छिटो छिटो ग्रिन्डेलमा बस्नेहरूले चाहिँ यहाँ अर्ग्यानिक सब्जी सक्छ होला, एकदम अर्ग्यानिक। आज घरमै आइपुग्छ। यता दाजुले कन्ट्याक्ट गर्नु भने चाहिँ रुम डेलिभर म गरिहाल्छु, कन्ट्याक्ट चाहिँ दाजुलाई। एकदम स्टेट डेको दिन चाहिँ एकदम अर्ग्यानिक छ नि हो। हेर्नुहोस् मटर पनि एकदम अर्ग्यानिक, करेला अर्ग्यानिक, टुक्रुकै एभ्री फ्राइडे। अच्छा, बिहान आउनु भयो भने चाहिँ एकदम ताजा पाउनुहुन्छ। बिहान अराउन्ड तपाईँ 10 बजी 8 बजीदेखि 8 बजीसम्म चाहिँ आइपुग्छ। ए अच्छा, 8 बजीदेखि बिहानको छाक
एकदम के भन्छ भनेपछि त्यो हाम्रो यसो सिलगढी टाइपको जस्तै है फ्रेस एकदम फ्रेस सिलगढीतिर पनि बिहान बेलुका फ्रेस फ्रेस दिन्छ नि यो टलक्ट ए त्यस्तो टिपेर ल्याएको भर्खर सबै भर्खर टिपेर ल्याएको पदिना हेर्नु के दामी धनियाँ धनियाँ पदिना दुङदुङे दुङदुङे हो अब मलाई चाहिँ कतिवटा नाम चाहिँ याद छैन यहाँनिर सब्जीहरूको होइन गुड पनि पाउँछ दाजु भाउजू मिलेर चाहिँ एकदम दोकान चाहिँ चराक चिटिक राख्नुहुन्छ नि त्यसरी यो दोकानको चाहिँ पहिला नक्सा अर्कै थियो खासमा चाहिँ कि अहिले दाजु भाउजूले आएर चाहिँ यो दोकानलाई चाहिँ एकदम अर्कै रूप दिइसक्नु भएको छ यहाँ अर्ग्यानिक छुर्पी पनि भाउजू अर्ग्यानिक गुन्द्रुक गान्तोकमा बसेर पनि गुन्द्रुक खानु चाहिँ पाइयो मेरो रेगुलर कस्टमर उ चाहिँ उहाँ चाहिँ अच्छा रेगुलर कस्टमर अर्ग्यानिक छुर्पी पनि प्याकिङ हुँदो रहेछ नि त यहाँनिर है अब अर्ग्यानिकमा के चाहिन्छ तपाईँहरूलाई यी यो सब्जीहरूको नामले स्पेसिफिक नेमहरू भन्नु मकैको चामल मकैको चामल बस्तीको हल्दी नेमहरू भनिदिनु नि अर्ग्यानिक सब्जीको अब यी कालो दाल कालो बेच्ने मान्छे त अर्ग्यानिक भाउजूलाई हेर्नु अर्ग्यानिक भाउजूलाई अच्छा देखाइदिनु अर्ग्यानिक भाउजूलाई देखाएको कि भाउजू फ्रेस डल्ले खोर्सानी एक अखबारे अनुस अहिले त 800 रुपियाँ किलो मात्रै छ यहाँ अर्ग्यानिक हो नि त अर्ग्यानिकको त अब अलिकति भाउ किनकि भन्दा भर्खर सुरु भएको किनकि भन्दाखेरि अब यस्तो पानी झरीमा यसलाई कति स्याहारेर फलाएको हुन्छ यो डल्ले खोर्सानी र टिम्बुरको अचार दामी हुन्छ आजको वेदरले चाहिँ यस्तै माग्छ है एकदम यो चाहिँ आँप चाहिँ कसलाई मन पराउँछ होला अब यहाँ छडक्कै चाहिँ आउनु चाहिँ नुनसँग ठक्कै दलेर लेडिजहरूले चाहिँ पुरा मन पराउँछ यस्तो चाहिँ है नुन सुन दलेर 50 रुपियाँको सस्तै हो नि हो अन्त 50 रुपियाँले त आरामसे थामियो नि हो हामी जस्तो होला त हप्ता दिनहरू त है हेर्दा हेर्दै कस्टमर पनि आइसक्नु भएको छ दोकानमा चाहिँ अर्ग्यानिक मुन्टा निङ्गुरे लिएर जानुहुँदैछ तपाईँ लिनु आउनु भएको त होइन होला नि सब्जी हेर्नु मात्रै आएको अर्ग्यानिक यहाँलाई टिप्नु गएको भिजेर हेर्नु नि लुगाको सबै खोलेर गाडीमै छ अच्छा यसको नाम चाहिँ के अरे गुडबा गुडबा सो यहाँ पर हुनु सिस्नु सो यहाँ के हो कोपी रहेछ सो मलाई नि याद छैन नामहरू चाहिँ यो चाहिँ टुक्कु के अरे भाउजूलाई त याद छैन अरे के हो भनेर अन्त लिनु जाने मान्छेलाई याद छैन अरे कहाँ हो भाउजूलाई झन् निकाल्नु पनि भाउजू बस्नु मान्दैन अरे है अर्ग्यानिक टमाटर पनि रहेछ लम्भेडा लम्बेरा गाइस यस्तै हो है तपाईँहरूलाई मैले यहाँ जस्ट मेरो चाहिँ बनाउँछु भन्ने सोचेको थिइनँ अचानकमा देखेँ बनाइहालेँ होइन सो त्यसले गर्दाखेरि चाहिँ फेरि पनि तपाईँहरूलाई स्टेट डेको शुभकामना छ है र आज कतिजना एसपिएलहरू हेर्नु जानुहुँदैछ भन्नुहोस् होला म पनि आउने छु जान्छु भन्ने चाहिँ सोचिरहेको छु हेरौँ वेदरले के भन्ने छ सो मेरो भिडियोलाई चाहिँ यहीँ हेर्नु पर्छु सेवा